नागोयाको होटलमा लुटपाटपछि युवकको हत्या, एकजना पक्राउ, हत्यामा संलग्न एक महिला फरार। जापानको नागोया शहर स्थित नाकावाडको एक होटलमा एक युवकको रहस्यमय हत्या भएको छ। घटनामा संलग्न 20 वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि होटलको कोठामा भेटिएको शव 32 वर्षीय हिसामाची कुरिताको रहेको पुष्टि भएको छ, जो आइची प्रिफेक्चरको कासुगाई शहरमा कार्यालय कर्मचारीका रूपमा कार्यरत रहेका थिए। प्रहरीका अनुसार कुरिताको शव ओछ्यानमा घोप्टो पारेको अवस्थामा फेला परेको थियो। उनको शरीरको माथिल्लो भाग नाङ्गो थियो र पाइन्ट मात्रै लगाइएको अवस्थामा भेटिएको थियो। घटनास्थलको ओछ्यानमा रगतको ठूलो मात्रा देखिएको थियो, जसले घटनाको गम्भीरता संकेत गर्दछ। पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले जानकारी दिएको अनुसार कुरिताको मृत्यु घाँटी थिचिएर श्वास प्रश्वासमा अवरोध भएको कारणले भएको हुन सक्ने बताएको छ। अनुसन्धानका क्रममा खुलेको छ कि उनी शुक्रबार राति आफ्ना सहकर्मीहरूसँग बाहिर गएको र त्यसपछि होटलमा फर्किएका थिए। शनिबार बिहान कुरिताकी श्रीमतीले उनीसँग सम्पर्क हुन नसकेपछि चिन्तित हुँदै उनको कार्यालयमा खबर गरेकी थिइन्। त्यसपछि कुरितासँग नजिकका एक सहकर्मी, जो उनलाई बसेको होटलको बारेमा जानकारी दिएका थिए। होटल कर्मचारीको सहयोगमा कोठा खोल्दा दिउँसो करिब 3:05 मा शव फेला परेको थियो र तत्काल प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार होटलको सुरक्षा क्यामेरामा शुक्रबार राति एक पुरुष र एक महिला मृतकको कोठामा पसेको र केही समयपछि बाहिरिएको देखाइएको छ। ती पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि फुटेजमा देखिएको महिलाको पहिचान अझै खुलेको छैन र उनको खोजी तीव्र रूपमा भइरहेको बताइएको छ। प्रहरीले घटनालाई लुटपाटपछि हत्या गरिएको शंकास्पद अपराधका रूपमा अनुसन्धान अगाडि बढाइरहेको जापानी सञ्चार माध्यमहरूमा समाचार प्रकाशन गरिएको छ।